हेलो साथीहरू नमस्ते। आज मैले माई फर्स्ट फ्लाइट नामक कोरियन फिल्मको बारेमा कुरा गर्दैछु। यो फिल्म 2013मा दुई दिदीभाइमाथि घटेको सत्य घटनामा आधारित फिल्म हो। यो फिल्म हेरेर फिल्म अवधिभरि यति रोइन्छ साथीहरू, नरुने सायद कमै हुन्छन् होला। कहानी सुरु हुन्छ एक ग्रुप इन्टरभ्यूबाट, जहाँ पढाइ सिद्धिएका विद्यार्थीहरूमध्येबाट जागिरका लागि छनौट गरिन्छ। ती मध्येमा एक जियोन नामका विद्यार्थी हुन्छन् जो यसपटक पनि छनौटमा पर्दैनन्। त्यसपछि फिल्ममा अर्को सिन देखाइएको छ, जहाँ 7 वर्षका मिङ र उनकी ठुली दिदी ट्याबिन आमाको बारेमा कुरा गरिरहेका हुन्छन्। मिङले दिदीलाई सोध्छन्, दिदी आमाको अनुहार कस्तो थियो होला है? कपाल कस्तो थियो, आँखा कस्तो थियो दिदी? ट्याबिन कपडा धुँदै उत्तर दिइरहेका हुन्छन्। अनि भाइ बोल्छ, ह्या दिदी, तिमी मलाई हरेकचोटि आमाको अनुहार फरक फरक भन्छौ, भुल्यौ कि के? आमाको अनुहार कस्तो देखिन्थ्यो? तर ट्याबिनले पनि आमाको अनुहार भुलिसकेकी थिइन्। उनी त्यस वखत सानै थिइन्। उनी आफू सक्ने भएदेखि नै मिङको स्याहार गर्ने, नुहाइदिने, खुवाइदिने सबै गरिरहेकी छिन्। त्यसपछि जब मिङ सुते, ट्याबिनले आलमारीको टपमा राखेको डब्बाबाट केही फोटोहरू निकालेर हेर्छिन्। तर त्यसमा रहेका हरेक फोटोहरूमा आमाको तस्बिरलाई उनको बुवाले नचिनिने गरी बिगारिदिएका छन्, ताकि उनीहरूका आमा हुन् भनेर नचिनिउन्। त्यतिकैमा बाहिर ढोकाको आवाज आउँछ, ढकढक गरेको। ट्याबिनले हतार हतार सबै थन्काउँछन् र बिस्तारै ढोका खोल्छन् कि बुवा आएका थिए। उसले दुवैजनालाई तयार हुन भन्छन् र उनले विवाह गरेको र नयाँ आमा आउँदै छिन् भनेर बच्चाहरूलाई भन्छन्। बच्चाहरू नयाँ आमा आउने कुरा सुनेर एकदमै खुसी हुन्, किनकि उनीहरूले आमाको अभाव सधैँ महसुस गर्थे। उनीहरूलाई पनि मन थियो अरूहरूको आमाले जस्तै उनीहरूलाई माया गरोस्, कसैले खेलाओस्, कसैले उनीहरूको हेरचाह गरोस्, उनीहरूसँग कुरा गरोस् भनेर। स्कुलबाट फर्किँदा मिङले भने, दिदी हामीले कागजको प्लेन उडाउँदै भगवानसँग आमा मागेको थियौँ, हामीले पायौँ है। आमा बिनाको बच्चाले अरू केही नै माग्छ र उनीहरूले आमा नै मागे। केही दिनसम्म त उनीहरूकी आमा जिसोले राम्रै व्यवहार गरिरहन्। उनीहरूको हेरचाह गर्ने, नुहाइदिने, खाना बनाइदिने सबै राम्रै गरिरहन्। तर बिस्तारै उनीहरूको नयाँ आमा जिसोको नाटकको पर्दा उठ्दै गयो। हरेक सानो गल्तीमा पनि बच्चाहरूलाई नराम्रोसँग पिट्न थालिन्। जब उनीहरूको नयाँ आमा जिसोले खुल्ला कपाल बाँध्न थाल्छिन्, उनीहरूलाई डर लाग्थ्यो अब आमाले पिट्दैछिन् भनेर। उता जियोङ काम नपाएर छटपटिरहेका थिए। त्यसैले ऊ सियोल जान चाहन्थ्यो आफ्नो दाइ बाउजूको साथमा। सानैदेखि जियोङलाई दाइ बाउजूले नै पालेका हुन्छन्। उनका दाइ बाउजूले उनलाई आफ्नो बच्चा सरह नै लेखाउने, पढाउने, हुर्काउने गरेका छन्। केही दिनपछि जियोङलाई त्यही बच्चाहरूका लागि काम गर्ने एउटा संस्थामा काम मिल्छ, जसले बच्चाहरूको कानुनी सुरक्षाका लागि परामर्श दिने काम गर्दथ्यो। यता नयाँ आमा जिसोले बच्चाहरूलाई प्राय दिनकै पिट्न थाल्छन्। उनी पनि पेसाले वकिल नै हुन्छन्। उनलाई कानुनी दाउपेचहरू राम्रोसँग थाहा छ। त्यसैले बच्चाहरूसँग उनी जसरी मन लागे त्यसरी पेश हुन्छन्। एक दिन उनले रिसको आवेगमा आएर ट्याबिनको घाँटी दबाइन्। उनी त्यो दिन भाग्यले बचिन्। ट्याबिनलाई बाबुका आशै थिएन। त्यसैले उनी भोलिपल्ट स्कुल नगई सिधै पुलिस थानातिर गइन्। जियोङ र लिनालाई त्यही केस पुलिसले थमाइदिए। लिना जागिर छोड्दै थिइन्, त्यसैले जियोङ लिनाको ठाउँमा आएका थिए। सबैले यो केसलाई सामान्य रूपमा नै लिइरहेका थिए। आजकलका बच्चाहरू यस्तै हुन्, आमा बुवाको सामान्य भनाइ पनि खप्न सक्दैनन्, त्यसैले यस्तो कदम उठाउँछन् बच्चाहरू। सबैले यस्तै सोचेका थिए। जियोङ र लिनाले पाएको दायित्व अनुसार उनीहरू ती बच्चाहरूको घरमा पुग्छन्। उनीहरूको नयाँ आमा जिसोले ढोका खोल्छन्। उनले नाटक यस्तो गर्छिन् कि केही भएकै छैन जस्तो गरी, अनि ट्याबिनलाई अँगालो हाल्छिन्। एकदम माया गरेको व्यवहार देखाउँछिन्। जियोन र लिनालाई भित्र बोलाएर हाँसी हाँसी कुरा गर्छिन्। जब यस्ता केसहरू पुलिसमा आउँछन्, त्यो केस हामीलाई थमाइन्छ, तर यसको कानुनी अधिकार र शक्ति हाम्रो हातमा दिइँदैन। खालि हामी बच्चाको आमा बुवासँग अनुरोध गर्न सक्छौँ, उनीहरूसँग परामर्श गर्न सक्छौँ।
उनीहरूको बाबु किमले जिसुलाई केही पनि भन्दैनथे। उनले यति मात्र भने, यदि बच्चाहरू तिम्रो कारणले मरे भने याद राख घरको रासन पनि कसरी चलाउँछौ, किनकि त्यसपछि न सरकारले पैसा दिनेछ न यिनका आफन्तले दिने पैसा पनि बन्द हुनेछ। जे गर्ने गर तर न। कस्तो लाज नभएको बाबु। क्लास टिचरले पनि घाँटीको चारैतिर निशान त देखेकी थिइन्, तर उनले त्यति वास्ता गरिनन्। नयाँ आमा जिसो एकदमै चलाक थिइन्। उनले पिट्दा कहिल्यै पनि बच्चाको अनुहारमा पिट्दैनथिन्। केही गरी कहीँ कतै निशान देखियो भने पनि ढाक्ने गरी कपडा लगाइदिन्थिन्। ऊ सियोलको एउटा ठुलो ल कम्पनीमा जोइन हुने भयो। ऊ बच्चाहरूलाई घर छोडेर आफू सियोल जाने तयारी गर्न चाहन्थ्यो, तर बच्चाहरू कारबाट निस्कनै चाहँदैनथे, ऊसँग छुट्टी नै चाहँदैनथे। बच्चाहरू गाडीबाट झर्न केही गरी नमानेपछि, भोलि त बर्गर दिनु हो नि, तिमीहरू बर्गर किनेर खाऊ है भोलि भनेर पैसा दियो। अनि त्यसपछि जियोङले आफ्नो दाइको छोराको खेलौना गाडीको पछाडिको सिटबाट निकालेर दियो। बिचरा ऊ खेलौनामै भुल्यो अनि गाडीबाट उत्रियो। जियोङले ड्याबिनलाई आफ्नो बिजनेस कार्ड दिएर घर पठायो। एक दिन जियोङलाई फोन आयो अनि उसले सोचे जस्तै उसलाई एउटा वकिलको नोकरी मिल्यो। ऊ सियोलको एउटा ठुलो ल कम्पनीमा जोइन हुने भयो। उता ड्याबिनकी सौतेनी आमाले उक्त कार्ड भेट्छिन्। अनि यो किन लिएको, फेरि कुरा लगाउनलाई भन्दै ड्याबिनलाई बेसरी कुट्न थाल्छ। ड्याबिन नित्रुक्क पानीले भिजेर बाथरुममा पल्टिन्छ। यो कुटाइले गर्दा होला सायद भोलिपल्ट ड्याबिनको कानबाट रगत आउँछ र उनी बेहोस भई क्लासमै पल्टिन्छन्। स्कुलमा टिचरहरूले ड्याबिनलाई हस्पिटल लिएर जान्छन्। ड्याबिनको मुखमा जियोङको नम्बर याद भएकोले उसले त्यो नम्बर दिएर जियोङलाई बोलाउन भन्छ। तर जियोङले आफ्नो नयाँ जब भएकोले आउन नसक्ने कुरा बताउँछ। तर पनि उसको मन मान्दैन अनि हस्पिटलमा ड्याबिनलाई भेट्न आइपुग्छ। जियोङलाई देखेर ड्याबिनले भन्छन्, भाइ र मलाई पनि तपाईँसँगै लैजानु न, बाबाले हामीलाई मन पराउनुहुन्न, हामी नचाहेरै जन्मेको रे। अनि जियोङले भन्छ, कसले भन्यो तिमीलाई यस्तो कुरा? ड्याबिनले उत्तर दिन्छ, बाबाले भन्नुभएको। ड्याबिनले जियोङलाई सम्झाउँछ अनि पुलिसकोमा कम्प्लेन लेखाउन जान्छ। तर ड्याबिनले पहिले नै सौतेनी आमाको करकापमा परेर आफै लडेको भन्ने बयान दिइसकेकी हुन्छन्। जुन कुरा जियोङलाई चित्त बुझेन अनि ड्याबिनको बाबालाई भेट्न ऊ ड्याबिनको घरमा जान्छ। ड्याबिनको बाबालाई भेटेर कुरा गर्छ, तर ड्याबिनको बाबाले उल्टै म र मेरो बुढीले मेरो बच्चालाई जेसुकै गरौँ, तँलाई के भयो भनेर गाली गर्छ। एउटा रात ड्याबिन र मिङसँगै सुतिरहेका हुन्छन् अनि मिङले सोध्छ, दिदी जियोङ दाई कहिले आउनुहुन्छ? हामीलाई बर्गर खुवाउनु भन्दै उसैले दिएको पैसा हातमा लिएर उसैले दिएको खेलौना खेलाइरहेका हुन्छ। अनि भन्छ, दिदी यसको त नाकबाट आवाज पनि आउँदो रहेछ भन्दै सुनाउँछ। त्यही बेला सौतेनी आमा आएर कति हल्ला गरेको, अझै सुतेको छैन भन्दै गाली गर्छ। अनि मिङको हातमा पैसा देखेर कहाँबाट लिएको पैसा, मेरो पर्सबाट चोरेको हो भन्दै खोज्ने कोसिस गर्छ। तर उसले दिन्न अनि बिरामी ड्याबिनलाई बेडबाट तल झर्न लगाएर तेरो भाइलाई सम्झाउन सक्दैनस् भनेर एक झापड लगाउँछ र मैले जसरी पिटे त्यसरी नै पिट तेरो भाइलाई भन्छ। ड्याबिन बिस्तारै भाइको नजिक गएर गालामा हान्छन् र अङ्गालो हालेर रुन्छन्। अनि यतिले नपुगेर सौतेनी आमाले मिङलाई तानेर आफ्नो पुरा बल लगाएर लात्ती मुक्का प्रहार गर्छ। पिटाइका कारण मिङको निधन हुन्छ। त्यसपछि ती निर्दयी आमाले ड्याबिनलाई गाली गर्दै झगडा गर्दा मैले मारेको हो भनेर दबाब दिन्छ। र ड्याबिन पनि आफ्नो प्यारो भाइलाई आफूले मारेको भनेर भन्छ अनि पुलिसले उसलाई लिएर जान्छ। यो सुनेर जियोङ रुँदै ड्याबिनलाई भेट्न आउँछ। ड्याबिन बच्चै भएको कारणले केस बन्द हुन्छ अनि ड्याबिनलाई घर फर्काइन्छ। एक दिन सौतेनी आमाले मिङको सबै सामानहरू फोहोरको थुप्रामा लगेर फालिदिन्छन्। त्यसमै जियोङले दिएको खेलौना पनि हुन्छ, जुन मिङको साथीलाई पनि थाहा थियो। त्यसैले उसले त्यो खेलौना लिएर जान्छ। उता जियोङ, म यो केस पुनः लड्न चाहन्छु
भन्दै आफ्नो साथीकोमा रुँदै सहयोग माग्न पुग्छ र फेरि त्यो मुद्दा सुरु हुन्छ। सबै प्रक्रिया पुरा गर्दै जाँदा ड्याभिनको बयानको पालो आउँछ। भाइलाई जस्तै सौतेनी आमाले मार्ने डरले गर्दा ड्याभिनले जति नै सम्झाउँदा पनि जिउङलाई विश्वासै गर्न सक्दैन र केही पनि बोल्दैन। एक दिन अदालतबाट ड्याभिनको सौतेनी आमालाई मिङको हत्याको आरोपमा नोटिस आउँछ। सौतेनी आमाले ड्याभिनलाई मेरो भाइलाई मैले नै मारेको हुँ, यसमा मेरी आमाको केही गल्ती छैन र म मेरी आमासँग नै बस्न चाहन्छु भन्ने बेहोराको चिठी लेख्न भन्छ। त्यही बेला जिउङले मिङको साथी मार्फत एउटा रेकर्डिङ पठाउँछ जसमा भनिएको हुन्छ, म तिम्रो साथमा छु, मलाई एकचोटि मौका देऊ, म तिमीलाई मद्दत गर्न चाहन्छु। यो सुनेर ड्याभिन भेट्न जानै लाग्दा ढोकामै आमालाई भेट्छ। आमाले उसको हातमा भएको रेकर्डिङ सुन्छ र ड्याभिनलाई पिट्न थाल्छ। त्यति बेलासम्म मिङको साथी गइसकेको थिएन। उसले ड्याभिन रोएको आवाज सुन्यो र जिउङलाई फोन गरेर बोलायो। ड्याभिन सौतेनी आमाको खुट्टा समातेर माफी मागिरहेको हुन्छ। रिसमा केही नसुनी कुर्ची उचालेर हान्न तयार हुँदै गर्दा जिउङ ढोका फुटाएर आउँछ र ड्याभिनलाई त्यो नर्कबाट लिएर जान्छ। त्यही राति ड्याभिनको बाबु आएर जिउङलाई थर्काउँछ र ड्याभिनलाई पनि मुख नखोल्न भनेर धम्काएर जान्छ। अदालतमा सौतेनी आमाले आफूले केही नगरेको निर्दोष रहेको हार गुहार लगाइरहेको हुन्छन् भने उता ड्याभिन भाइलाई जस्तै मार्ने डरले बोल्दै नबोली बस्छन्, जसले जिउङलाई तनाव भइरहेको हुन्छ। त्यही बेला दाइको छोरा आएर मेरो खेलौना खै, त्यसमा मेरो सबै रेकर्डहरू थिए, कहाँ हरायो भन्दै सोध्न थाल्छ। अनि जिउङलाई याद आउँछ सायद मिङको बारेमा केही रेकर्डिङ पनि हुन सक्छ भनेर त्यो खेलौना खोज्न थाल्छ। रातभर फोहोरको डम्पिङमा खोज्दा पनि खेलौना हात लाग्न सकेन र त्यो दिनको सुनवाईमा पनि ड्याभिन केही नबोली रोइरहन् र अदालतले केही समयको ब्रेक दिँदै भन्छ, यो ब्रेक पछि पनि ड्याभिन केही नबोली यो केस यत्तिकै समाप्त हुन्छ। सुनवाई सुरु हुनै लाग्दा मिङको साथी ड्याभिनको हौसला बढाउन त्यही खेलौना लिएर उभिन आउँछ जुन सौतेनी आमाले फोहोरमा फालेको बेला उसले निकालेर लिएको थियो। जब सुनवाई सुरु हुन्छ ड्याभिनलाई फेरि सोधिन्छ, मिङलाई कसले मारेको? जिउङले त्यो खेलौना बिस्तारै ड्याभिनलाई देखाउँछ। त्यो खेलौना देख्ने बित्तिकै ड्याभिन भाइलाई सम्झेर रुन्छ र बोल्ने आँट आउँछ। अनि ड्याभिनले हिम्मत जुटाएर भन्छन्, आमाले पिटेर भाइलाई मारेको। यति भनिसकेपछि जिउङले प्रमाणको रूपमा खेलौनामा रेकर्ड भएको भिडियो देखाउँछ, जुन भिडियोले अदालतमा उपस्थित महानुभावहरूलाई स्तब्ध तुल्याएको थियो र आमालाई 16 वर्ष र बाबुलाई 5 वर्षको जेल सजाय सुनाउँछ। त्यसपछि ड्याभिनलाई 6 महिनापछि देखाइएको छ, जहाँ ड्याभिनले कागजको प्लेन उडाउँदै भाइलाई भन्छ, भाइ हाम्रो रियल मम्मीको फेस थाहा भयो नि। जिउङ दाइले फोटो ल्याइदिनु भएको छ। यसरी यो फिल्मको अन्त्य हुन्छ। साथीहरू